हेलो नमस्ते वेलकम टु माई मिनी भ्लग के छ खबर आई होप सबैजना सन्चै हुनुहुन्छ आज भने फेरि अर्को भ्लग लिएर आइसकेकी छु सो हजुरहरूसँग चाहिँ सेयर गर्न मन लाग्छ क्या दिनचर्याहरू सो सबैजनाले माया गरेर हेरिदिनुहुन्छ भन्ने आशा गरेकी छु है त सो आज भने म एन्फातिर है त आज मर्निङबाट नै एन्फातिर जाने हाम्रो प्लान थियो हिजोबाट नै सो आज भने हामी एन्फातिर नेसनल हाम्रो अल नेसनल फुटबल एसोसिएसनसँग चाहिँ भनौँ न भेटेर त्यहाँ जानु पाउँदा चाहिँ एकदम रमाइलो लाग्यो आजको दिन भने मेरो लागि साँच्चै नै निकै विशेष र अविस्मरणीय रहेको थियो अनि एन्फा वुमेन्स फुटबल टिमसँग भेट्ने मौका र उहाँहरूको ट्रेनिङमा सहभागी हुने अवसर पाउँदा अझै धेरै खुसी र गर्व महसुस भइरहेको छ विशेष धन्यवाद त हामीहरूले बिन्दा दिदी प्यारी दिदीलाई दिन चाहे किनभने उहाँले यस्तो सुन्दर मौकालाई चाहिँ हामी यस्तो सुन्दर अवसर दिलाइदिनु भयो क्या यस्तो मजाले राम्रो मौका दिलाउनु हुने प्यारी दिदीलाई धेरै धेरै माया छ अनि उहाँले चाहिँ हामीप्रति गरेको माया साथ र विश्वासका लागि भने मनदेखि नै धेरै धेरै धन्यवाद छ प्यारी दिदीलाई आज राष्ट्रिय स्तरका खेलाडीहरू दिदीबहिनीहरूसँग भेट्ने मौका अनि उहाँहरूको मेहनत अनुशासन र खेलप्रतिको समर्पण नजिकबाट देख्न पाउँदा नि धेरै प्रेरणा मिलेको छ उहाँहरूसँग एउटा सानो भिडियो बनाउन पाउँदा अझै झन् खुसी लागेको छ उहाँहरू अहिले साफ च्याम्पियनसिपको लागि तयारीमा हुनुहुन्छ गोवा जाँदै हुनुहुन्छ नि त देशको नाम बोकेर मैदानमा उत्रिन लाग्नु भएको छ सम्पूर्ण टिमलाई चाहिँ धेरै धेरै शुभकामना छ उहाँहरूले चाहिँ जति पनि साथीहरू इन्भल्भ हुनुभएको छ नि सो उहाँहरूलाई धेरै शुभकामना पनि दियौँ हामी चाहिँ कलेज महेन्द्र रत्न क्याम्पस ताहाचलबाट चाहिँ घुम्नको लागि गएको थियौँ खासमा होइन आज उहाँहरूको वुमेन्स फुटबल टिमको चाहिँ ट्रेनिङ चलिरहेको छ नि त सो हाम्रो दिदी म्यानेजमेन्ट टिममा चाहिँ हाम्रो बिन्दा देवान दिदी चाहिँ म्यानेजमेन्ट टिमको उहाँको सदस्य हुनुहुन्छ नि त त्यही उहाँले गर्दा नै हामी यहाँ पुग्यौँ होइन सो उहाँलाई पनि एकदम धेरै धन्यवाद पनि भन्न चाहौँ अनि दिदीले चाहिँ हामीलाई चिनाउनु भयो हामी चाहिँ महेन्द्र रत्न क्याम्पस ताहाचलबाट आएको हो भनेर सो हामीले सबैलाई परिचय पनि गऱ्यौँ उहाँहरूसँग भिडियो फोटोको लागि पनि रिक्वेस्ट गरेका थियौँ अनि उहाँहरूसँग एकदम गफगाफ पनि भयो अनि फुटबल पनि भनौँ न होइन फिजिकल ग्रुप अनि मेडिकल ग्रुप लाइक अलग अलग सेक्टरबाट चाहिँ एकै ठाउँमा जाँदा पनि रमाइलो हुने क्या होइन सो सबैजनाको अनुभव सबैजनाको आफ्नो आफ्नो कामप्रतिको मेहनतलाई अनि त्यस्तो मेहनत देख्दा चाहिँ एकदमै धेरै गर्व लाग्यो क्या हामी अहिले चाहिँ एन्फामा छौँ क्या होइन सातोबाटोमा रहेको हाम्रो नेसनल अल फुटबल एसोसिएसनमा छौँ क्या सो सबैजनाले अब मौका मिल्छ भने कहिलेकाहीँ यसो जानुहोस् होइन हेर्नुपर्छ आफ्नो ऐतिहासिक कुराहरूलाई चाहिँ हामीले बुझ्नुपर्छ जस्तो लाग्छ नि त सो हामीले उहाँलाई चाहिँ एकदम धेरै शुभकामना पनि दिइरह्यौँ किनभने उहाँहरू चाहिँ अब जाँदै हुनुहुन्छ नि त उता गोवा जाँदै हुनुहुन्छ क्या एक हप्तापछि चाहिँ अनि त्यही भएर उहाँसँग एकदम गफगाफ भयो अनि उहाँहरूसँग हामीले चाहिँ फोटो सेसन गर्ने कुरा गऱ्यौँ आजको दिनमा भने एकदम धेरै रमाइलो पनि भयो क्या अनि कहिलेकाहीँ चाहिँ हामी हाँस्दै जाँदा घुम्दै जाँदा खेल्दै जाँदा धेरै कुराहरू सिक्ने मौका मिल्दै पनि हामी सिकिरहेका हुँदैनौँ क्या तर सिक्नुपर्छ जस्तो लाग्छ क्या अनि यहाँ चाहिँ ऐतिहासिक कुरा अफिस थियो एन्फाको होइन अफिसभित्र चाहिँ हामीभन्दा सिनियरहरूले चाहिँ मजाले आफ्नो ऐतिहासिक होइन त्यहाँ कसैले गोल्ड लाइक कसैले मेडलहरू कसैले त्यहाँनिर त्यो एकदम धेरै त्यो थियो नि त पुरस्कारहरू राखेको अनि त्यो ठाउँमा चाहिँ हामी हिँडेर अनि माथि गयौँ क्या अनि त्यो घरको छतमा चाहिँ अफिसको छतमा गएर चाहिँ एन्फाको पुरै ग्राउन्ड चाहिँ म देखाउन गइरहेको छु क्या हजुरहरूलाई सो म सानो कुरा पनि सेयर गरिरहेको हुन्छु कसैले पनि बोर मान्नु हुने छैन भन्ने त आशा गर्छु तर थाहा छैन कतिले मन पराउनुहुन्छ कतिले मन पराउनु हुँदैन तर जे जसो भए पनि म चाहिँ सेयर गर्ने नै हो है तर सबैजनाले किनभने यो भनेको त यादगार हो नि त सो मलाई एकदम धेरै मनपर्छ साथीहरूसँग म चाहिँ फेरि अर्को हामी चाहिँ खाजा खानातिर गएका थियौँ क्या उता चाहिँ खाजा खाना गयौँ अनि त्यो चाहिँ खाजा खाना तयारीमा हुँदै पनि हामी चाहिँ दिदीलाई चाहिँ मैले दिदी यहाँ किम्बुको बोट छ म किम्बु टिपेर भने एन्फाभित्र थियो क्या किम्बुको रुख पनि पहिला सानो हुँदा गाउँमा खान्थ्यो नि त याद आयो क्या मलाई अनि म त्यहाँबाट भने हामी घर निस्क्यौँ आजको दिन शुभ रहोस् सबैको टेक केयर सी यू नेक्स्ट ब्लग बाई लभ यु अल